अहिले नेपाल मात्र होइन विश्वकै आँखा झापा 5 मा परेको छ। हामी एमालेका समर्थक हौं, 5 वर्षदेखि खड्केलाई नै भोट दिँदै आएका हौं। तर उहाँले आफ्नो गल्ती कहिल्यै स्वीकार गर्नु भएन, खासै उल्लेखनीय उपलब्धि पनि देखाउनु भएन। अब त रिटायरको उमेरमा गुण्डाहरूको पछि लाग्नु भएको छ। यदि उहाँले आफ्नो गल्ती स्वीकार गरेर जनतासँग माफी माग्नु भएको भए सायद जनताले पनि माफी दिन्थ्यो होला र उहाँको रिटायर लाइफ इज्जतका साथ बित्थ्यो होला। कुर्सीको लोभ पनि कति हो म त बुझ्नै सक्दिनँ। 4 पटक प्रधानमन्त्री हुँदा पनि चित्त नबुझेको, अहिले पनि त्यही कुर्सीकै लोभ। यो कुर्सीमा के हुँदै रहेछ त्यस्तो? यो उमेरमा पनि म नै हुँ, म जस्तो शक्तिशाली कोही छैन भन्ने सोच मान्छेको दिमागमा ग्यास्ट्रिक भयो भने यस्तै हुन्छ। त्यस्तो मान्छेलाई 35 वर्षसम्म फलो गरियो, हाम्रो दिमाग पनि कस्तो होला? हामीले नै गर्दा देश झन्झन गरिब भएको हो। उनीहरू मात्र के दोष दिनु? हामी पनि त्यसै हो। देश यो यस्तो हालत हुनुमा हामी जनता पनि त्यतिकै हात छ। अहिले खाडीमा र विदेशमा गएर दुःख पाएका नेपालीहरूलाई अनि यही देशमै दुःख पाएका नेपालीहरूलाई हामी माफी माग्छौँ। अब नयाँलाई साथ दिने हो, यो देश नयाँ पुस्ताले नै बनाउँछ भन्नेमा म ढुक्क छु। दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबैले घन्टीमा भोट गर्नु होला।